नमस्कार। आज हामीहरूले जनै कसरी फेर्ने अथवा जनै लगाउने विधि चाहिँ जान्नेछौँ। सर्वप्रथम त हजुरहरूले विधिपूर्वक बनाइएको जनै लिनुपर्ने हुन्छ। यो जनैलाई हजुरले जलले पखाल्नुपर्छ। मैले चाहिँ आचमनीबाट जल लिएको छु, जलले पखाल्दैछु। ओम अपवित्रः पवित्रो वा सर्वास्तङ्गतोऽपि वा यस्मृत् पुण्डरीकाक्षं सबाह्याभ्यन्तरः शुचिः। ओम पुण्डरीकाक्ष पुनात् ओम पुण्डरीकाक्ष पुनात् ओम पुण्डरीकाक्षाय नमः। यसरी हजुरले जनै पखालिसकेपछि हजुरले आचमन गर्नुपर्ने हुन्छ। म आचमन गर्छु। आचमन गर्ने मन्त्र भने हजुरहरूलाई गुरुले जे सिकाउनु भएको छ त्यही मन्त्रद्वारा गर्नु होला। आचमन गरिसकेपछि सङ्कल्प गर्नुपर्ने हुन्छ। म सङ्कल्पको छोटकरीमा अथवा संक्षिप्त विधि गरेर देखाउँछु। हरिः ओम तत्सत् हरिः ओम तत्सत् हरिः ओम तत्सत् ओम विष्णुः ओम विष्णु ओम विष्णु अध्यय पूर्वोक्त सङ्कल्प सिद्धिरस्तु। हजुरले पुरा सङ्कल्प भन्नु होला। पूर्वोक्त सङ्कल्प सिद्धिरस्तु आफ्नो गोत्र नाम पनि लिनु होला। मम स्रोतस्मार्थ कर्मानुष्ठान सिद्ध्यर्थम यज्ञोपवीत धारणम अहम करिष्ये। जल छोडिदिनु होला। यति गरिसकेपछि हजुरले यसलाई चाहिँ आफ्नो यसरी अन्जुलीमा लिएर 10 पटक गायत्री मन्त्रद्वारा अभिमन्त्रित गर्नु होला। यसरी मैले 10 पटक गायत्री मन्त्रद्वारा अभिमन्त्रित गरिसकेको छु। अब पनि यसलाई चाहिँ हामीले के गर्छौँ भने धारण गर्छौँ। धारण गर्ने बेलामा चाहिँ हामीहरूले छुट्टा छुट्टै ती 3वटा सरा चाहिँ निकालेर धारण गर्नेछौँ। मैले 10 पटक गायत्री मन्त्रद्वारा अभिमन्त्रित पनि गरिसकेको छु र 3 सरा जनै चाहिँ निकालि पनि सकेको छु। हजुरहरूले देख्न सक्नुहुनेछ 3 सरा मात्रै निकालेको छु मैले चाहिँ। अब यसलाई चाहिँ विधिपूर्वक मन्त्र पाठ गर्दै हजुरहरूले लगाउनु पर्ने हुन्छ। दाहिने हातद्वारा चाहिँ जनै लगाउनु पर्दछ जहिले पनि। ओम यज्ञोपवीतं परमं पवित्रं प्रजापतिर्यत् सहजं पुरस्तत् आयुष्यमग्रं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः। ओम यज्ञोपवीतमस्य यज्ञस्य त्वा यज्ञोपवीतेनोपनह्यामि। यसरी 3 सरा जनै लगाइसकेपछि आचमन गर्नुपर्छ। फेरि यसरी आचमन गरिसकेपछि फेरि अर्को 3 सरा जनै चाहिँ लगाउनु पर्ने हुन्छ। ओम यज्ञोपवीतं परमं पवित्रं प्रजापतिर्यत् सहजं पुरस्तत् आयुष्यमग्रं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः। ओम यज्ञोपवीतमस्य यज्ञस्य त्वा यज्ञोपवीतेनोपनह्यामि। यसरी 6 सरा नै जनै लगाइसकेपछि अब हजुरले लगाएको पुरानो जनैलाई खोल्नुपर्ने हुन्छ। यसरी 6 सरा नै जनै लगाइसकेपछि मैले फेरि आचमन गरिसकेको छु। अब हजुरहरूले यो पुरानो जनैलाई चाहिँ कण्ठलम्बी यसरी माला लगाए जसरी बनाउनु होला र हजुरले सम्भव हुन्छ भने यसरी पुनः हातमा चाहिँ राखेर त्यसलाई दाहिने हातबाट निकाल्नुपर्ने हुन्छ। ओम एतावत् दिन पर्यन्तं ब्रह्मत्वं धारितं मया झिरेडा तत्त्वात् परित्यागो गच्छ सूत्र यथा सुखम भनेर चाहिँ हजुरले यसलाई पवित्र स्थानमा चाहिँ विसर्जन गर्नुपर्ने हुन्छ र फेरि आचमन गर्नुहोस्। हजुरहरूले यसरी पुरानो यज्ञोपवीत जीर्ण यज्ञोपवीत निकालिसकेपछि आचमन पनि गरिसक्नुभयो र आचमन गरिसकेपछि अब हजुरहरूले यथाशक्ति कम्तीमा पनि 10 पटक गायत्री जप गर्नु होला र 10 पटक गायत्री जप गरिसकेपछिका विधिहरूमा फेरि अगाडि देखाउने छु। यसरी मैले यथाशक्ति गायत्री जप गरिसकेको छु। गायत्री जप गरिसकेपछि के गर्नुपर्छ भन्दाखेरि अलिकति जल लिनुहोस् हजुरले हातमा। ओम यज्ञोपवीत धारणार्थे कृतेन यथाशक्ति गायत्री जपाख्येन कर्मणा श्री सविता देवताः प्रियतां नमः भनेर त्यो जल भुइँमा अथवा थाली यसैमा छोडिदिन सक्नुहुन्छ। यसरी हामीहरूले कुनै पनि बेला जनै कसरी फेर्ने भन्ने कुरा विधिहरू सिकौँ। यस्तै जानकारीमूलक भिडियोको लागि हजुरहरूले सब्सक्राइब गर्नुहोला, फलो गर्नुहोला र सँगसँगै जोडिनु होला। केही आफ्ना जिज्ञासा प्रश्नहरू भएमा प्रश्न निर्धक्कका साथ सोध्नुहोला। अवश्य पनि उत्तर पाउनुहुनेछ। हस् नारायण।